साउजी नमस्ते। नमस्कार हजुर नमस्कार। सुन्नु न, भन्नुहोस् न। तपाईँ कहाँ नि अँ 48 घन्टा होइन 72 घन्टा हजुर बस्दा पनि यो साग नदुख्ने केही छ? ए कस्तो नहुनु के छ? तपाईँ सात दिनसम्म बस्नु उठ्नुहोस् उफ्रिनुहोस् केही पनि हुँदैन तपाईँलाई। लु, मलाई त्यस्तो त्यस्तै चाहिएको। यहाँ हेर्नुहोस् एक नम्बर एकदम फर्मको छ होइन। चट्ट तपाईँ सुत्न पनि मिलो है, डबल गरिदिनु न। बस्न पनि मिलो ल, है। हेर्नुहोस् लु, बसेर हेरौँ। ए तपाईँ उफ्रिएर हेर्नुहोस् न, बस्ने कुरा गर्नुहुन्छ। हेर्नुहोस् कस्तो लाग्यो? गजबै छ कि क्या हो साउजी? पख्नुहोस् है त्यहाँ। अरे कस्तो खाले ग्राहक आएको छ? के गर्छ यसले? अरे बोतल झिको त्यसले त दही बेच्न आँट्यो कि क्या हो यसले? ब्यागबाट यसले के झिक्न थाल्यो हौ यो? हेलो, के गर्न आँटेको हौ तपाईँले? भएको यो तपाईँको अलिक सेन्टरमा भएर पनि दोकान चल्दो रहेन रहेछ नि त। हजुर गुरु, तपाईँले कसरी थाहा पाउनु भयो? यहाँ अलिक मान्छेहरूको टुनामुना भए जस्तो छ। यहाँनेरि हजुर, शङ्का त मलाई लाग्दै थियो। अब यसलाई अलिकति यहाँ हेर्नु न, फेरि गरिसकेपछि तपाईँको दोकान चाहिँ बेचेर र दिएर भ्याइने भाइ। लु न गुरु, गरिदिनु पर्यो। पेपरमा यसरी गरिदिनु पर्यो। कसरी आउनुभयो तपाईँ यहाँनेरि? जाँदै थिएँ, हजुर हजुर ठ्याक्कै यहाँ त मैले त काला छायाहरू देखेँ। हजुर यतैबाट कुदेका। अहिले पनि छ यतै उति? उतो पर्दाको पछाडि छ एउटा। लु न गुरु, गरिदिनु पर्यो। अर्को उद्याएर छ ऊ। गरिदिनु पर्यो गुरु। अब गुरु गरिदिनु पर्यो हजुर। दक्षिणा म दिन्छु गुरु, भन्नु न। 5551। त्यत्रो त सक्दिनँ हो गुरु, म बिहान दिन व्यापार भएको न गुरु। गरिदिनु पर्यो, सबै हटाइदिनु पर्यो। ग्राहक एउटा आउँदैन, लु बनाइदिनु पर्यो। 5551 रुपियाँ। गुरु लु लानु, लु यो जो सबै लानु, यो पनि लानु। लु मलाई गरिदिनु पर्यो गुरु, एकदम गरिदिनु पर्यो गुरु होइन, राम्रोसँगले। यसपछि के छ गुरु? यो त अब भगाउने। लु लु गुरु, गरिदिनु पर्यो। ओइ यहाँ छस्? 1 किलो भाङको लड्डु खाएर यहाँ भाङको लड्डु मेरो पैसा यसका बाजे।